हेलो गाइस, नमस्ते। म पुरन तामाङ ब्लगमा आज फेरि स्वागत छ। आज हामी चाहिँ थिनगाउँ पूजामा जाँदैछौँ। थिनगाउँमा पूजा चाहिँ बुद्ध जयन्ती पूजा राखिएको छ र गुम्बामा हामी चाहिँ आज दुई भाइ पूजामा जाँदैछौँ र मेरो साथी अमूर्ति चाहिँ हाम्रो र हामी बुद्ध जयन्ती मेरो भाइ हो। बुद्ध जयन्ती हामी पूजामा जानु पर्यो। हामी तामाङहरू हो। थिनगाउँ त अब पूजा हाम्रो पनि ठुलो गुम्बा हाम्रो थिनगाउँमा छ। त्यसबाट चाहिँ हामी दुईजना दाजुभाइ भेट भएर चाहिँ अब लागेको हामी गुम्बामा दुईजना दाजुभाइ। र गाइस पुग्न आँट्यौँ हामी। पुगेपछि तपाईँहरूलाई भिडियो म अवश्य देखाउनेछु। हाम्रोर्च चाहिँ मिरिकको हुनुहुँदो रहेछ। यहाँ तपाईँहरूलाई गाइस देखाइरहेको छु। पूजामा चाहिँ अब आइसक्यौँ है हामी। तपाईँहरूले हेर्न सक्नुहुन्छ। र अब हाम्रो कार्यक्रम अनुसार अब शीघ्र छिवाङ अथवा आइलको निम्ति आशीर्वादन हुनेछ। र त्योभन्दा पहिला हाम्रो अलिकति एउटा सानो कार्यक्रम छोडेको छ। हाम्रो छोरी छिरिङ वाङ गुम्बादेखिको चाहिँ तपाईँले हेर्नुहोस् रोडसम्म लाइन छ। तपाईँले हेर्नुहोस् वन्था चाहिँ माथिसम्म छ। यस्तो भिड छ। हेलो गाइस, म चाहिँ अब पूजाबाट घर जाँदैछु र पूजाको प्रसादहरू बोकिरहेको छु हो। तर अलिक ढिलो भयो। बिहान 10 बजी गएको, अहिले अलिक ढिलो भयो। अहिले कमसेकम 4:30-5 बज्न आँट्यो। घर फर्किँदैछु र आजलाई मेरो सानो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। र नबिर्सी मेरो ब्लगहरू तपाईँले हेरिदिनुहोस् होला। नमस्ते।